3 मिनेट, त्यसपछि माननीय प्रभु शाह। सभामुख महोदय, देश र जनताको हितसँग सम्बन्धित केही महत्त्वपूर्ण विषयमा संसद र सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। शिक्षकसँग वार्ता सकारात्मक भएको सार्वजनिक भयो। 2075 साल यता शिक्षकहरूसँग सम्झौता गर्नुहुने प्रधानमन्त्रीहरूले समयमै सम्झौता लागू गर्नुपर्ने होइन र? प्रधानमन्त्रीहरूले शिक्षकसँग सम्झौता गर्नुअघि देशको बजेट हेर्नुपर्ने होइन र? अहिले खरबन चाहिने भयो भने पछि हट्ने प्रधानमन्त्रीहरूकै कारण सामुदायिक विद्यालयका विद्यार्थीहरू निजी विद्यालयमा गएको जानुपर्ने भएको होइन र? सरकार भनेको सम्भावित जोखिमबाट देशलाई रोक्ने हो। सहकारी संस्थाबाट पीडित महिलाहरू अर्धनग्न भएर सडकमा ओर्लिन बाध्य पार्ने प्रधानमन्त्री र मन्त्रीहरू किन होइनन्? सहकारी संस्थाहरूको अनुगमन समयमा भएको भए जनताको 4 खर्ब रुपियाँ बचत ठगीमा नपर्ने होइन र? अनुगमन फितलो भए थप सहकारी संस्थामा ठगी बढ्नेछ। अनुगमनका कर्मचारीहरूलाई पनि जवाफदेही बनाउनु आवश्यक छ। आवासीय चिकित्सकहरूलाई अस्पतालको सेवा बन्द गरेर सडकमा ओह्राल्ने प्रधानमन्त्री र मन्त्रीहरू किन होइनन्? चिकित्सक पढ्ने 100 विद्यार्थीहरूलाई 150 कोटा पुर्याएर सरकारी सरहद तलब दिने सहमति गर्ने सरकारले गुणस्तर कसरी कायम गर्ने हो? सभामुख महोदय, भ्रष्टाचार बढेको हुँदा यति बेला सरकारका नेता, प्रधानमन्त्री र मन्त्री भएकाहरूले आफ्नो निजी घर बनाउन र त्यहाँ बस्न नपर्ने गरी सामूहिक घरमा कोठाहरू व्यवस्था गर्नुपर्ने जनताको मत पनि सार्वजनिक भएको छ। सिंहदरबारका कर्मचारीहरूलाई लेफ्ट राइट गर्न लगाएर देशको निम्ति आवश्यक भए बन्दुक बोक्न पनि सक्ने गरी तयार गर्नुपर्ने पनि मत बाहिरहेको छ। मन्त्रीले देश हित विपरीत काम गर्न लागे कर्मचारीले रोक्ने हो। निवृत्तिभरणको व्यवस्था यसै कारण गरिएको हो। जगडुला जलविद्युत आयोजनामा मन्त्रालयभित्रै 3 करोडको चेक कारोबार भएको सार्वजनिक भयो। के यसै कारण जनताले सरकारका प्रधानमन्त्री र मन्त्रीहरूलाई अनेक आरोप लगाई सडकमा नारा लगाएका होइनन् र? के यसै कारण सिंहदरबार फोहोर भएका होइनन् र? सरकारमा गएकाहरूले चुनावमा करोडौँ पैसा खर्च गरेर जित्नु देशलाई क्यान्सर जस्तै हुने विषय कहिले बुझ्ने हो? सभामुख महोदय, प्रधानमन्त्री हुनुभएकाहरूलाई व्यक्तिगत रूपमा हामीले चिन्दै आएका छौँ। पदमा बसेपछि उहाँहरू सर्वज्ञ ठान्नुहुन्छ। पदबाट निस्किएपछि आक्रोशित बन्नुहुन्छ, आत्मालोचना गर्नुहुन्न। विदेशमा राष्ट्रपति र प्रधानमन्त्री भएकाहरूलाई बमबारी र गोलीमा उडाइएको सार्वजनिक भइरहेकै छ। के नेपालको कमजोरी राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूलाई त्यस्तो अवस्थामा नपुर्याउनु हो र? धन्यवाद।